गाइड न साइज गाइड केटाहरू त अर्कै एटमोस्फियरमा छन् कहाँ छन् हेलो नमस्ते भन न सबलाई 2081 सालको मङ्गलमय शुभकामना छ र कफी लिन जान्छु नाखा खुल्छ बल्ल हेलो एन्ड नमस्ते सबैजनालाई सबैजना सन्चै राम्रो हुनुहुन्छ होला मैले सन्चै छु मेरो साथी पनि एकदम सन्चो छ अहिले हिँड्न थालिसक्यो दौडिन्छ पनि अहिले दौडेर नि देखाउँछ एकछिन हामी भिडियो खिच्छौँ होइन अहिले चाहिँ हामी कफी खान जाँदाको खै यहाँ कफी कहाँ पाउँछ चिया खान जाने कफी खान जाँदा हामी कफी खाने हामी चाहिँ कफी खान जान लागेको नयाँ वर्षको सबलाई धेरै धेरै शुभकामना ह्याप्पी न्यु इयर भनिदिउँ साथी ह्याप्पी न्यु इयर भनिदिउँ नयाँ वर्षको शुभकामना आज चाहिँ अब बिहान हतार भएर बनाउन पाइनँ त्यही भएर यहाँ भर्खर कलेजबाट ब्रेक भएर बनाउँदैछ मैले आज चाहिँ अनि भव्य हाम्रो एकदम चर्चित धोकेबाज सिङ्गर आउने हुनुहुन्छ आज धोकेबाज गीत गाउने हो बेलुका धोकेबाज शिव परिया सर आउँदै हुनुहुन्छ आज त धोकेबाजमा पुरै तल कहाँ हानिदिने यही यहाँको स्क्वायर भयो क्या फरेस्ट मार अगाडि क्या आज चाहिँ लास्टै रमाइलो हुने होला आज त स्टेज तोडफोड आज आउँछ के 6 बजेबाट हो उसको चाहिँ 6 देखि 8 हो त्यही होइन 6 देखि 8 के को राति हो र तिमी आज काम छैन होइन अनि के भयो त 9 बजे गएर जिम गर न त्यही होइन हामी जान्छौँ एक्सन हेलो गाइज ह्याप्पी न्यु इयर अहिले चाहिँ हामी क्लासमा बसिरहेको छौँ असाइनमेन्ट गर्दै असाइनमेन्ट देखाइदियो असाइनमेन्ट चाहिँ यहाँ छ प्रेजेन्टेसन रोस्टर बनाउँदै रोस्टर अब त्यही हो यस्तो पनि चल्दैछ आज त्यो हामी पोखराबाट स्ट्रेट आउट अफ पोखरा गेम खेल्दै गेम हाल्ने चाहिँ गेम यस्तो 2-3 शब्द हाल्नु न अझै ए अरू के भन्नु छ खै अरू त अब न्यु इयरको प्रोग्राममा भेटौँ न अब छिटै बेलुकी घरमा केही भन्नु छ घरमा त ल सबै के भन्छ सबैलाई नमस्ते सबैलाई ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर मेरो घरमा त अब के भन्ने राम्रोसित बस्नु सबैजना ह्याप्पी न्यु इयर सी यु सुन बाइक कुरा गर्दै गरौँ ल ल अब भन त दाल भात खाजा खाँदै खाने हामी साथीले दाल भात तरकारी तिमी खायौ मनोज के खायो भन्दै ल अनि बर्काउली हानेन के को तरकारी खायो जति जे खाए पनि हरेसी नखाने हामीलाई हुनुहुन्छ साथी ल बिजनेस सिकाइदेऊ नि त अनि जे खाए पनि होइन खानुपर्छ हरेस खानुहुन्न हरेस अनि चरेस मटेरियलको स्लोगन हानिदेऊ एक लट भात खाँदै हान्नै पर्दैन भन न हल्ला मटेरियल अपोनेन्ट परेछ नि त साथी यहाँ त हाम्रो अनि अप्रिल 22 होइन सो गाइस म चाहिँ अब घर जान्छु अनि लुगा लाएर रेडी हुन्छ होइन म चाहिँ आधी क्लासबाटै निस्केको 2 बज्न लाग्यो होइन अब 2 घन्टा त 4 बजीसम्म हो क्लास तर मेरो डान्स छ 3:15मा म घर रेडी नै हुनुपर्छ त्यही भएर म निस्किहालेको फेरि अलिक ढिलो हुन्छ त्यहाँ गएर अलिअलि प्रोग्रामहरूमा बुझ्नु पनि छ अनि त्यहाँ भेट्नु नि पर्छ त्यो हाम्रो के भन्छ त्यो अर्गनाइजरहरूसँग होइन त्यहाँनिर गएर अनि रिपोर्ट गर्नुपर्छ क्या डान्सभन्दा 15 मिनट अगाडि आउनु भनेको छ त्यही हो अब चाहिँ जाने हो घर जाने हो रेडी हुने हो चट्ट लाएर अनि जाने हो अनि डान्स गर्ने हो आज न्यु इयरमा रमाइलो पर्छ त्यही हो आज अहिले म तपाईँहरूलाई म डान्स पार्टनरहरूसँग नि भेटाउँछु होइन चाबी नै खस्यो ल जाउँ अब जाउँ एकदम नर्भस भइरहेको छु म एक्साइटेड पनि सँगसँगै फेरि केही छैन आज त हल्का मजा आउनुपर्छ अब चारवटा सिया
सो गाइस म चाहिँ घर आएर मुलवानी मिट्टी लगाउँदैछु रेडी हुनलाई धेरै बोल्न मिल्दैन टक्क मुखसुख धोएर नुहाउन छिरिहाल्ने होइन अनि रेडी भएर निस्किहाल्ने है हेर देखाएको छ नि त मर्छु नि फेरि सो गाइस अब चाहिँ म चाहिँ रेडी भइसकेँ अब हामी जान लाग्छौँ कपाल यस्तै हो ठिकै छ धेरै बोल्न मिल्दैन मेरो नयाँ गीतको डान्स पार्टनरहरू चाहिँ होइन पुरानो गीतको इन्क्लुड भइसक्यो पुरानो गीतको छैन इन्क्लुड भएको त्यही पनि अस्तिनाको डान्स त देखाइहाल्छ यो चाहिँ मेरो आजदेखि नयाँ हेर्नुहोस् यो चाहिँ मेरो स्कुलदेखिको साथी होइन धेरैजनाले मेरो भिडियो हेर्नेलाई त चिन्छ त्यही हो अब चाहिँ हामी जाँदैछौँ सिटीतिर अर्को साथीलाई चाहिँ मैले त्यहाँ फुलहरू किन्न पठाएको थिएँ ला सेट उलाएर आउनु बिर्सेँ म एकैछिन आइहालेँ तल पर्खिँदै गएर मैले केही बिर्सेछु क्या जाँदै गर न म आउँछु बाहिर बस्दै गर जम 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 चाँडो 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 त्यहीँ बस्छ नि त गाइस मेरो चाहिँ भर्खर एउटा पर्फर्मेन्स सक्यो अब अर्को पर्फर्मेन्सतिर लाग्दैछौँ ड्रेस चेन्ज गर्नुपर्छ ड्रेस चेन्ज गरेर नेक्स्ट पर्फर्मेन्स आउने मेरो पाले दाई पाले ड्रेस चेन्ज गर्ने त्यसपछि डान्स गर्नुपर्छ गाइस म चाहिँ ड्रेस चेन्ज गरेर आएको होइन अनि यहाँ मेरो फर्स्ट पार्टनर तिम्रो नाम भनिदेऊ त समृद्धि गाइस हामी चाहिँ न्यू इयरमा सेलिब्रेट गरिरहेको छौँ होइन अनि पछि यस्तो यहाँ चाहिँ अहिले गुरुङ पर्फर्मेन्स भइरहेको छ प्रिटी फोक कपल अनि यतापट्टि हुनुहुन्छ मिस्टर ललित लामाजी जो चाहिँ मगर अटायरमा हुनुहुन्छ आदि आदि हो क्या थ्याङ्क यू गाइस लभ यू त्यो मलाई मात्र है सबलाई होइन यही आवश्यकतालाई बुझेर तपाईँ हामी सबैको सारा संस्था नमस्ते मम्मीलाई देखाएर इन्ट्रोडक्सन गरौँ न मम्मी मम्मी अलिकति केही भन्नु न
सो गाइस हामी चाहिँ एकछिन यसो मुख खुल्ला गर्न आएँ यहाँनिर सकेर मेरो खुट्टा चाहिँ लास्टै कहाँ बस्नु आजको सबसे धनी मान सबसे राम्रो नाचेर करोडौँ पैसा कमाएर आज अब उसलाई नावाले स्पोन्सर गर्छ होला यतापट्टि बस्छ न यहाँ आऊ न त्यही हो अब चाहिँ हामी खान्छौँ अनि त्यसपछि राइट म चाहिँ भर्खर घर आइपुगेँ होइन बल्ल बल्ल यस्तो थाकेको छु साथी सुतिसक्यो यहाँनिर हामी चाहिँ एकछिन बाहिर गएको थियौँ साथी चाहिँ डाइरेक्ट घर आइहाल्यो यस्तो थकाइ लागेको छ यार आम्मा सुत्नै पाएन कति दिनदेखि यहाँ प्र्याक्टिस गरेर काम प्र्याक्टिस नन स्टप गरेर एकदम रमाइलो भयो आज धोकाको खेती गर्ने रहेछौ माता हो सुती नाचेको थियो भिडियो माग्नुपर्छ सबलाई कसले भिडियो खिच्छ भाइरल हानिदिनेहरूलाई टिकटकमा जाने लास्टै रमाइलो भयो त्यो आज होइन त्यही हो चाहिँ म सुत्छु भोलि बिहान कलेज जानु छ हामी दुईजनालाई खाजा पनि बनाएन यार भोलि त खाजा बाहिर खाजा खानुपर्छ त्यही हो कसैले खाजा बनाएन जस्तो लाग्यो आज मर्च पनि यतै हो भोलि अब बाहिर गएर खाइन्छ होला होइन त्यही हो भोलि थाली खानुपर्छ भोलि अब त्यही गर्नु पर्ला सुत्छु मेरो भोलि बेलुका काम छुट्टी नै छैन काम छ मेरो बिहान कलेज बेलुका काम छ त्यही हो अब म सुत्छु बाई बाई एभ्रिवान गुड नाइट लभ यु अल एकदम रमाइलो भयो आज मेरो डान्स पार्टनरहरूसँग नि होइन राम्रो डान्स गरियो त्यही हो अब चाहिँ म आनन्दले सुत्छु फेरि बेला उठ्छु अनि कलेज जान्छु अनि कलेजमा गएर सुत्दिन्छु होला भोलि त यस्तो टाउको दुखिरहेको मलाई कलेज चाहिँ जानुपर्छ फेरि छुट्टा आयो टेन्सन हुन्छ क्या त्यही हो गुड नाइट सबैजनालाई होइन स्विट ड्रिम्स टेक केयर अब फेरि अरू भिडियो लिएर अब फेरि चाँडै आउनेछु बाई बाई लभ यु अल टेक केयर लाइक सेयर एन्ड सब्सक्राइब शिव परिवार जिन्दाबाद तर आज शिव परिवार यस्तो रमाइलो नसोचेको रमाइलो भयो यार त्यही होइन अब बाई बाई अरू त केही भन्दिनँ लभ यु अल